आँखा चाहिँ किन रातो भयो भन्ने कुरा आउला फेरि होइन। सुरुबाटै मेरो आँखा एकदम सेन्सिटिभ छ। धुलो परे नि घाम भए पनि पानी परे नि रातो हुन्छ। मैले मुख धोएको थिएँ, आँखामा के परेको थियो बिजे राखेको थिएँ, मुख धोएको थिएँ, त्यसपछि चाहिँ अझै पनि रातो नै भइरहेछ होइन। हेलो नमस्ते सबैजनालाई, यहाँ सबैलाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ हामी एज युजुअल घरतिरै छौँ होइन। अनि आज चाहिँ हामी के गर्दैछौँ भन्दाखेरि अब गोदाम जाँदैछौँ। गाडीहरू हाम्रो सबै गोदाममा छ। के भइरहेछ गोदाममा हामीले तरकारी पनि लगाएको थियौँ। तरकारीहरू के कत्रो भयो, फर्सीहरू लौकाहरू हेरौँ होइन। अनि त्यहाँ भएको गाडीहरू चाहिँ स्टार्ट गर्नुपर्ने छ, हामीले स्टार्ट गर्छौँ होइन। ल अब हेरौँ के हुन्छ होइन। हामी गोदाम जाँदैछौँ आमा र श्रीधर दाइ भएर चट्ट पारामा। त्यो उता ट्र्याक्टरको, यो टिप्परको त्यो अर्को ट्र्याक्टरको, टिप्परको नै ट्र्याक्टर त्यहीँ छाड्नुहोस् ल। अब बाँकी हेरौँ है त गोदाम गएर। त्यो एक्सकाभेटरको फाइनल्ली वी आर हियर एट गोदाम होइन। हामी आइसकेका छौँ गोदाममा। यहाँ छन् हाम्रो हिरोहरू। यिनीहरू चाहिँ अब यो दुइटा चाहिँ ग्यारेज चाहिँ गएको छैन। यो पनि ग्यारेज गएर टक्क छक्क भएर आइसक्यो। यसमा नयाँ अपडेट भनेको चाहिँ हाम्रो माथि त्यो माथिको सानो बम्पर राख्यो हामी 3 बाईवाला भने यसको तलको मिनी बम्पर थपिएको छ, हामीले देख्न सक्छौँ। यसको ढाल लामो थियो, ढाल काट्यो हामीले अलिकति। सँगसँगै यो हाम्रो 3970 सबैभन्दा कम्पनीको पुरानो बसन्ती छक्क छ गाडी। यो पनि ग्यारेज बस छक्क भएर आइसक्यो। मान्छे डबल क्याबले बुडल गएको छ, देख्न सक्छौँ। हामीले एक दिन हामीले दिउँसो कति भन्दाखेरि कतिजना थियौँ हामी? विजय, नवीन, राजमास्टर 3 जना, बुवा 4 जना, म 5, तारदाई 6 अनि श्रीधर दाई 7 जना होइन। 7 जना कि 8 जना, अझै को थियो एकजना? 7 जनाले हामीले यति छक्क पार्यौँ यो गोदाम कि देख्न सक्छौँ। यस्तो सिस्टममा मिलाएर राखेका छौँ हरेक कुरा। यो चाहिँ तारदाईको बाइक, तारदाई गाडी लिएर उडो जानुभएको त्यही यो कुरा होइन। अनि त्यसपछि त्यो त त्यस्तो छक्क भयो, त्यस्तो छक्क भयो। अनि हाम्रो यहाँ तरकारीहरू फर्सी यहाँ यत्रो भएछ। त्यसपछि खुर्सानी फलेन क्या यसपालि पनि होइन। पहिला एउटा फर्सी यहाँ थियो, यहाँको फर्सी कहाँ गयो फेरि? ओहो, फर्सी त बवाल भएछ, लामो ठुलो फर्सी। खुर्सानी चाहिँ फलेन पहिला जस्तो मजाले है। त्यही कुरा। अब हामीले गाडीहरू स्टार्ट गर्नुपर्ने हुन्छ। दुइटै गाडी एकलट स्टार्ट गरेर हेरौँ है त। धेरै दिन राखेको पनि त्यही कुरा। अनि मेरो आँखा चाहिँ किन रातो भयो भन्ने कुरा आउला फेरि होइन। सुरुबाटै मेरो आँखा एकदम सेन्सिटिभ छ। धुलो परे नि घाम भए पनि पानी परे नि रातो हुन्छ। मैले मुख धोएको थिएँ, आँखामा के परेको थियो बिजे राखेको थिएँ, मुख धोएको थिएँ, त्यसपछि चाहिँ अझै पनि रातो नै भइरहेछ होइन। एकदम हेर्न बिजे राखेको आँखा। खै चाबी ल्याउनु, एउटा टिप्परको चाबी थियो, अर्को टिप्परको चाबी निकाल्नुहोस् त, भित्रको पनि फेरि ल्याउनुहोस् त।
यस्तो गर्मी छ कि होइन, लास्टै गर्मी भइसक्यो। अब चाहिँ हामीले बाहिरबाट इम्पोर्टेड एउटा सर्ट हान्छौँ होइन, डिजेआईको टकको एउटा सर्ट हान्छौँ गोदामको, हेरौँ कस्तो हुन्छ होइन। चट्टपाडामा एउटा सर्ट हेरिदिउँ, गोदाम आइसकेपछि यति त हान्नु परिहाल्यो है। ल वाइल्ड गर्मी।